हेलो एन्ड नमस्ते गाइज धेरै समय पश्चात फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। कामको व्यस्तताको कारणले गर्दाखेरि अलि बिजी स्केड्युलले भनौँ या अलि अल्छीपनाले भनौँ धेरै समय भइसकेको थियो आफ्नो चाहिँ युट्युब च्यानललाई अलिक कन्टिन्यू दिन नपाएको होइन। हामी चाहिँ अझै जाँदैछौँ कता भन्दाखेरि चाहिँ गाइजहरू हामी चाहिँ अझ स्पेनको सेभिला भन्ने ठाउँमा जाँदैछौँ र हामी चाहिँ ग्यास स्टेसनमा यस्तो बसिरहेको थियौँ। Está muito frio. Cold. Agora está muito frio. calor. É? Está muito calor. Aqui tá bom, aqui tá bom. बेब हाई भन्थ्यो। यहाँ चाहिँ मेरो बेब हुनुहुन्छ। No carro tá bom. त मेरो बहिनी छ, बहिनीहरू। लगभग 1.5 घन्टाको यात्रापछि हामी चाहिँ एउटा ग्यास स्टेसनमा एउटा कफी ब्रेकको लागि रोकेका थियौँ। अनि त्यसपछि फेरि पनि हामी हाम्रो यात्रातिर कन्टिन्यू गर्दै हजुरहरूले देख्न सक्नुहुन्छ भ्यूहरू। हाम्रो यात्रा जारी नै छ। अनि यसो हाम्रो यहाँ पछाडि हाम्रो बहिनी पनि सङ्गी बहिनी नि उहाँ चाहिँ हुनुहुन्छ मेरो प्रिय श्रीमती बहिनी। हाम्रो बहिनी हुनुहुन्छ यहाँ चाहिँ दुवैजना। कस्तो लाग्दैछ सङ्गी? रमाइलो भइरहेछ नेपाललाई भइरहेछ। देव हाम्रो दाइ चाहिँ हाम्रो बाजे चाहिँ पुरा रिसा जस्तो छ क्या। तर फेरि रिसाएको चाहिँ होइन, मान्छे बोल्नु चाहिँ बोल्छ। त्यही हो, गाडी रन्किरहेको छ। सो गाइज फाइनली हामी आइपुग्यौँ हाम्रो booking.com-बाट बुक गरेको अपार्टमेन्टमा। सो अपार्टमेन्ट चाहिँ हाम्रो यस्तो रहेको छ है। यो चाहिँ किचन। छिर्ने बित्तिकै हाम्रो बहिनीले अब यहाँ के बनाउनु लाग्दैछ। के बनाउँदैछ बहिनी तिमीलाई? चटपटले नेपालीले कहीँ नछोड्ने भयो। अनि त्यसपछि गएर हाम्रो यहाँ रहेको छ डाइनिङ। यो चाहिँ मेन डोर, त्यसपछि सिधै किचन, अनि त्यसपछि गएर यहाँ हाम्रो डाइनिङ, अनि यहाँ गएर लिभिङ, अनि त्यसपछि गएर हाम्रो यो चाहिँ रहेको छ एउटा रुम। त्यसै गरी अर्को रुम पनि रहेको छ यहाँ। यो दुईवटा रुमको लागि चाहिँ बाथरुम यता रहेको छ भने अर्को एउटा रुम पनि रहेको छ यहाँ। त्यसै गरी यो रुममा चाहिँ बाथरुम पनि रहेछ, एट्याच बाथरुम रहेछ। सो यस्तै छ गाइज है। एट्याच बाथरुम एउटामा, दुईवटा चाहिँ नर्मल भइहाल्यो। अनि त्यसपछि सबै रुममा चाहिँ एसी चट्ट लगाएर अब एसी फ्रिज सबै युज गर्नुपर्छ है गाइज।
हेलो गाइस, सो आफ्टर 3.5 आवर्स पछि चाहिँ हामी अहिले आइपुगेका छौँ सेभिला सिटीमा। अनि हामी चाहिँ यसो कोठाबाट चेक इन गरेर यसो बाहिरतिर घुम्न निक्लेको होइन। ओभरअल ठाउँ एकदमै राम्रै छ। पानी परेको छ, पानी परेको कारणले अनि वेदर पनि चिसो चिसो छ, जाडो भइरहेको छ। सो देख्न सक्नुहुन्छ एकदमै राम्रो छ है। हामीलाई पनि थाहा छैन एक्ज्याक्टली यो ठाउँ चाहिँ कहाँ हो भनेर, तर वी आर इन्जोइङ द प्लेस राइट बेब। कस्तो फिल भइरहेको छ तिमीलाई? कस्तो फिल भइरहेको छ तिमीलाई? रमाइलो फ्रेस फिल भएछ फाइनली। सो गाइस, बाँकीको भ्यूहरू म देखाउने छु है, भ्यू इन्जोय गर्नु होला है त। के भयो सपिङ? के भइरहेछ सपिङ बहिनी? सपिङ भयो। हामी चाहिँ के बाहिर नखाने आज खाना आफै बनाएर खाने हो, आफै बनाएर खाने हामी चाहिँ हो र। अनि यत्रो सामान ल्याएको छ त, बस्नु नि फेरि 2-3 दिन छ है। के छ रहेछ त सामान हाम्रो? गाह्रो छ, हामी नेपालीलाई गाह्रो छ। चामल पानी। सो फाइनली हाम्रो चाहिँ सपिङ सक्यो होइन। सपिङ सकेर हामी चाहिँ लाग्दैछौँ घरतिर। अनि हामी लाग्दैछौँ हाम्रो वासस्थान रुमतिर जाँदैछौँ हामी चाहिँ होइन। बहिनीहरू कस्तो लाग्दैछ? के हो र प्लास्टिक के हो र बोयो हो र? फाइनली हामी चाहिँ घरमा आइपुग्यौँ। खानेकुरा ल्याएर खाना खाँदैछौँ है। के लिएर रे? फाइनल गाइज हामी चाहिँ रुममा आएर पनि भोजनको लागि तयार भइरहेछ। भोलि अब पर्सिको लागि चाहिँ सपिङ गरेको छौँ होइन। यसरी छ। म पनि अब खानातिर लागेको के छ यहाँ हो, ल्याइसक्यो यो छ। अब के हो भन्ने कुरा चाहिँ थाहा छैन। साथी हो, हामीले अब खानासाना नि खायौँ होइन। अनि त्यसपछि अब फ्रेस हुनतिर लागिरहेछ बेब है। फ्रेस हुँदैछ। अब आजलाई चाहिँ भ्लग यति नै थियो। हामी निस्किँदाखेरि पनि लगभग 3:30 बजीतिर निस्केको थियौँ उताबाट।
अनि लगभग 3.5 घन्टाको यात्रापछि चाहिँ हामी यहाँ आइपुग्यौँ। बाहिर गएर आज यसो घुम्न मात्रै गयो, यसो धेरै खासै के होइन, नर्मली यसो ग्रोसरीहरू लिन जानु थियो अनि यसो बाहिरतिर गएँ आएँ। आजलाई चाहिँ भ्लग यति नै थियो। बाँकी भ्लग चाहिँ अब सेभिलाको भ्लग भनेर चाहिँ भोलिदेखि आउनेछ है त गाइज। हस् त नमस्ते, आजलाई यति नै हो।